नेपालको वर्तमान राजनीतिक अवस्था के हुँदैछ? के तपाईँ नेपालको राजनीतिमा के भइरहेको छ भनेर जान्न चाहनुहुन्छ? आउनुहोस् आज हामी यस बारेमा कुरा गरौँ। अहिले नेपालमा नयाँ सरकार बनेको छ। विभिन्न पार्टीहरू मिलेर गठबन्धन बनाएका छन्। यो गठबन्धन कति बलियो छ र यसले देशलाई कसरी अगाडि बढाउँछ हेर्न बाँकी छ। देशमा धेरै चुनौतीहरू छन्। महँगी बढेको छ, बेरोजगारीको समस्या छ र विकासको गति सुस्त छ। सरकारले यी समस्याहरू समाधान गर्न के गर्छ त्यो महत्त्वपूर्ण हुनेछ। हामी नागरिकको रूपमा पनि जिम्मेवार हुनुपर्छ। सरकारलाई खबरदारी गर्नुपर्छ, राम्रो कामको समर्थन गर्नुपर्छ र गलत कामको विरोध गर्नुपर्छ। हाम्रो आवाजले फरक पार्छ। नेपालको भविष्य कस्तो होला? यो हामी सबैको प्रयासमा निर्भर गर्छ। सकारात्मक सोचौँ, सक्रिय बनौँ र देशलाई अगाडि बढाउन लागौँ। अब तपाईलाई नेपालको राजनीतिक अवस्थाबारे केही जानकारी भयो। यस्तै जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यो भिडियोलाई शेयर गर्नुहोस्। तपाईको विचार कमेन्टमा लेख्नुहोस्।